साथीहरू, आजको यस भिडियोमा लोक सेवा आयोगले सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको कार्यतालिका अनुसार निजामती, सुरक्षा निकाय र सरकारी संस्थानतर्फ कुन पदको विज्ञापन कहिले खुल्दैछ, परीक्षा कहिले हुन्छ र नतिजा कहिले आउँछ भन्ने सम्पूर्ण विवरण समेटिएको छ। नमस्ते साथीहरू, लोक सेवा आयोगले नयाँ आर्थिक वर्षको नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। यो कुरा लगभग सबैजनालाई थाहा भइसकेको होला। जो साथीहरू लोक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ, यहाँहरूका लागि एकदमै खुसीको खबर के छ भने अब तपाईहरूको विज्ञापन, परीक्षा र नतिजा पहिलेको तुलनामा धेरै छिटो हुनेछ। त्यसैले अहिलेदेखि नै व्यापक तयारीमा जुट्नुहोला। 1. निजामती सेवातर्फ शाखा अधिकृत, यसको विज्ञापन कार्तिकको अन्तिम बुधबार खुल्नेछ। पहिलो पत्रको परीक्षा पुसमा हुन्छ र नतिजा पुस वा माघमा आउँछ। दोस्रो पत्र अर्थात् लिखित परीक्षा माघ वा फागुनमा भएर नतिजा चैत वा वैशाखमा आउँछ। सिफारिस र अन्तर्वार्ता वैशाख वा जेठमा सकिनेछ। नायब सुब्बा, यसको विज्ञापन मङ्सिरको अन्तिम बुधबार खुल्नेछ। पहिलो पत्रको परीक्षा माघमा हुन्छ। लिखित परीक्षा फागुन वा चैतमा भएर नतिजा वैशाख वा जेठमा आउँछ। अन्तर्वार्ता र सिफारिस जेठ वा असारमा हुनेछ। सङ्घीय खरिदार, यसको विज्ञापन पहिलेभन्दा 2 महिना अगावै अर्थात् पुसको अन्तिम बुधबार खुल्नेछ। पहिलो पत्रको परीक्षा फागुनमा हुन्छ। लिखित परीक्षा चैतमा भएर नतिजा जेठमा आउँछ। सिफारिस र अन्तर्वार्ता असारमा हुनेछ। 2. सुरक्षा निकायतर्फ अधिकृत क्याडेट, नेपाली सेना 12 कक्षा पास गरेकाले आवेदन दिन पाउने अधिकृत क्याडेटको विज्ञापन साउनको अन्तिम शुक्रबार खुल्नेछ। लिखित परीक्षा पुस वा माघमा हुन्छ र नतिजा वैशाखमा आउँछ। प्रहरी निरीक्षक, यसको विज्ञापन मङ्सिरको अन्तिम शुक्रबार खुल्छ। लिखित परीक्षा माघ वा फागुनमा हुन्छ र सिफारिस वैशाख वा जेठमा हुनेछ। प्रहरी सहायक निरीक्षक, यसको विज्ञापन भदौमा खुल्छ। लिखित परीक्षा मङ्सिर वा पुसमा हुन्छ र सिफारिस फागुन वा चैतमा हुनेछ। प्रहरी जवान, विज्ञापन मङ्सिरमा खुल्छ, लिखित परीक्षा माघ वा फागुनमा हुन्छ र नतिजा जेठ वा असारमा आउँछ। 3. सङ्गठित संस्थातर्फ पूर्व योग्यता परीक्षा, चौथो र 5औं तह खरिदार र नायब सुब्बा सरहको पूर्व योग्यता परीक्षाको विज्ञापन साउनको पहिलो बुधबार खुल्नेछ। लिखित परीक्षा असोजको पहिलो शनिबार र आइतबार हुनेछ। यसको प्रमाणपत्र 1 वर्षका लागि मात्र मान्य हुन्छ। नेपाल दूरसञ्चार विद्युत प्राधिकरण, नेपाल आयल निगम र सरकारी बैंकहरूलगायत संस्थानका लागि यो परीक्षा अनिवार्य छ। नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक आदिको विज्ञापन असोजदेखि मङ्सिरभित्रमा प्रकाशन हुनेछ। अन्त्य, यो वर्ष लोक सेवा आयोगले विज्ञापन खुलाउने, परीक्षा लिने र सिफारिस गर्ने सबै प्रक्रिया एउटै आर्थिक वर्षभित्र सक्ने गरी कार्यतालिका बनाएको छ। प्रतिस्पर्धा धेरै कडा हुने भएकाले आजैदेखि जोरदार तयारीमा लाग्नुहोला। विस्तृत जानकारीका लागि लोक सेवा आयोगको आधिकारिक वेबसाइटबाट कार्यतालिका डाउनलोड गरेर हेर्न सक्नुहुन्छ। आजको भिडियोमा यति नै, धन्यवाद।